होइन हौ त्यो छेउगरीले त राम्रो पैसा कमाएर आयो अरे त हौ विदेशबाट यार त्यो मुलाले त अस्ति टिकटकमा के एउटा भिडियो बनाउँदै थियो नाक टोक्नेर यस्तो गर्दै थियो त्यसको लाको गलाको सुन पनि पहेँलो देखाउँदै थियो हो र हो नि अनि त्यो उयो के अरे 12 घरे चाहिँ कहाँ छ अहिले 12 घरे ए बस 12 घरे कहाँ छ अहिले के छ बुङ्गाहरू ठिक छ त अरे कहाँदेखि आएको डुल्दै घुम्दै तेरो पनि काम छैन आइज बस पनि बङ्गै रहिस त्यो अर्को कहाँ गयो त्यो अर्को के अरे नाम बिर्सिगयो त्यो सुन यस्तो गर्ने छेउ गरे छेउ गरे कहाँ छ गरे अहिले आउँछ होला यतै कतै घुम्दै थियो त्यसको माल आज त्यसलाई त आज सुँगुर त के गर्ने सुँगुर डार्न लाउनुपर्छ होला हौ त्यसलाई हो र ठिकै छ अब पैसा टन्न कमाएर आएको छ त्यसको हातमा लागेको म यो चप्ली पनि पन्जा चाहिँ माग्नु नि अनि राम्रो छ दिन्छ होला नि त दिन्छ र त्यसले विदेशबाट आएको छ सुन पनि 4-5 तोलाको सिक्री यसरी देखाउँदै गरे के गर्नु अब हामी जस्तो बुङ्गा भएर यसरी बसियो काम गरिएन अनि लाउँछ नि अरू उसले त त्यसलाई आज के धुर्दैन त्यस्तो नगरौँ होला पार्टी चाहिँ गर्छु भन्ने कुरा गर्दै भरे बेलुकातिर यसो भेटौँ न हो त्यसो गरौँ न कि फोन लगाउँ एकचोटि हाल्नु त नाक टोक्नेलाई मेरो चप्ली ढुङ्गा पस्छ यार मलाई यो फोन गरौँ न त अर्को किन भन्दाखेरि रक्सी खाएर सक्छ पैसा के गर्नु त जिन्दगी रक्सीमा छ यार लागेन हौ फोन लागेन एन्सरको दिदी पनि बोल्दैन त्यो पनि खै एकचोटि फोन के लाग्नै लाग्यो एकछिन राख्नु। भरेतिर काटौँ त्यहाँ ल केटा हो मेरो चाहिँ आमा बिरामी छ दबाई पुर्याएर आउँछु छेउ गरे पनि अहिले आउँछ होला म अहिले आउँछु नि गफ दिएर आउँला भाग्न आँटेको होइन म एकैछिनमा आइहाल्छु फेरि ढाँटा चाहिँ नढाट्ने आउँछु छेउ गरे पनि तँले अनि बाइक यो घोडा लिएरै जानुपर्छ होइन बाइक छिटो हुन्छ नि त बाइकमा ल फेरि अस्ति जस्तै धोका चाहिँ दिने होइन नि आउँदैन यो मान्छे अब है आइजाने फेरि ल बाइक त यार ल यसको पनि ठिकै छ त यार ऊ पनि यसो दायाँ बायाँ त काम गर्छ नि हामी पऱ्यो बुङ्गा ओहो यो केटाहरू यहाँ बसेको रहेछ खैनी छैन खैनी छ भन भाइ छैन बस्नु खैनी पनि यो पनि सकेछ 10 रुपियाँ पैसा छ छैन त पनि छैन थुक्कै नयाँहरूको एकछिन त्यो गाड्छ ल मलाई यहाँ बस्नु हुँदैन फर्किनुपर्छ ल ओइ ओइ ऊ छेउ गरे आउँदैछ पर छेउ गरे छेउ गरे हो कहाँ जान आँटेको ओहो पाडा रुपेछ त हौ के छ ठिकै छ के छ अनि खबर खबर सबैको अरे के गरेको के गरेको ए अल्झ्यो त्यसो नगर्नु न यार के हो साथीभाइहरू यार बस आइ बसौँ बस्नु न त के छ अनि ओइ बत्ती बाल्न यसको आँखा बल्दो रहेछ होइन ठिक छ नबस्नु हो अनि कति भरे आएको विदेशबाट भर्खर भयो हिजो 1 हप्ता मात्रै हुँदैछ हौ के छ अनि खबर खबर के हुनु हामी जस्तो त्यस्तै अनि के हो त्यो ग्यारेन्टी लगाएछ यसले ग्यारेन्टी हुन्छ नि म यहाँनिर मैले यत्रो यहाँनिर 2,50,000 को तोलाको सिउ यहाँ लगाएर आएको छु ग्यारेन्टी हुन्छ यो हिजो मात्रै बनाएर ल्याएको यो हामी पनि विदेश जानुपर्छ है केटा कुन देशको म त मलेसिया गएर आएको नि मलेसियामा यहाँ पुरानिर काम गरेर यति धेरै पैसा कमाएर आएको छु साथी हो अनि मलेसियामा त अर्कै काम गर क्या होइन उता फर्कि त किन के भयो ज्यान पनि बनाएको छ त केटा ज्यान त बन्छ नि त काम गरेपछि यस हष्टपुष्ट मान्छे बन्छ नि अब अनि के छ आज के छ आज केही छैन आज म लाग्ने साथी हो ल अब भोलि पर्सि भेटौँ न अनि के छ अनि डाइरेक्ट त्यसो नभन् न अन्त पार्टी राखेको रहेछ है होइन भोलि पर्सि पार्टी होला अब म आज जाने होइन 12 घरले सुँगुरको मासु लिएर गएको छ अनि आज नगरौँ न भोलि पर्सि गरौँ बसौँ न यसको चाबी कता छ चाबी मैसँग छ त यी चाबी मैसँग भइगयो त भोलि पर्सि भेटौँ न अब के आज यस्तै हो ल ल छोडिदिउँ अब भेट्छु भन्दैछ त केटा भोलि भेटौँ न के भन्छ भोलि कहाँ भेट्नु भोलि त्यो हाम्रो मिलन चोक छ नि मिलन चोक भेटौँ न है त्यहाँनिर अलिकति यसो त्यो कान्छीको दोकान छ त्यहाँ भेटौँ न त है ल पक्का नि पक्का नि ल
म लाग्यो ल ल एकचोटि हात मिलाउ न फेरि के गरेको यार के गरेको यो अनि के हो साथी हो त्यो के हो यस्तो यार के हो पारा यो यार कमाउनुपर्छ कमाउनुपर्छ क्या अगाडि गएर कमाउनुपर्छ अनि यसरी लाउने हो ल भोलि भेटौँ है ल बस केटा